एभ्रिवान नमस्कार। तपाईहरुलाई आज म चाहिँ सेजवान सस बनाएर देखाउँदैछु है त। यसरी धेरै तेलमा सेजवानको लागि जिन्जर गार्लिक यसरी ब्राउन हुन्छ है। त्यसपछि यो सेलरी पत्ता हो, सेलरी पत्ता हाल्छौँ हामी। त्यसपछि अब पालो आउँछ हल्का मिक्सिङ गर्ने हो, मजाले मिक्स गर्छौँ। एकदमै अदुवा लसुन खाइन्छ सक्नुपर्छ है साथीहरु। यो चाहिँ स्पाइसी रेड चिल्ली सस हो है। यो चाहिँ ड्राई चिल्लीलाई हामीले एकदमै बोइल गरेर पेस्ट गरेको है यो चाहिँ। अन्त यो चाहिँ ग्रिन चिल्ली पेस्ट हो है। हाम्रो पुरा पाक्नु हुँदैछ मजाले, बुलुक 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 गरेर पाक्नु हुँदैछ। वाउ, दामी 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 पारामा वाउ। टिको ब्राउन कलर निस्किसकेपछि तपाईँको हरियो ग्रिन चिल्लीको पेस्टलाई चाहिँ हामी हाल्नेछौँ। यस्तो गरेर मजाले मिक्सिङ गर्छौँ। एकदम धेरै मिठो बास्ना आइरहेछ। अब हेर्नु होला साथीहरु, यो चाहिँ एकदमै ग्रिन ग्रिन कलर, ब्राउन ब्राउन ग्रिन ग्रिन कलरमा एकदमै पाकिहाल्छ। एकदमै लङ प्रोसेस हुन्छ है यसको चाहिँ, एकदमै लामो। यसको प्रोसेसिङमा चाहिँ अब धेरै कुराहरू चाहिँ हुन्छ। डाइरेक्ट रेड चिल्लीलाई मैले लामो भिडियो हुन्छ भनेर सर्टकटमा बनाएको छु। यो रेड चिल्लीलाई चाहिँ बोइल गरेर, ड्राई चिल्ली हुन्छ रेडमा, त्यसलाई बोइल गरेर चाहिँ पेस्ट गर्ने हो क्या, त्यसको चिल्ली पेस्ट गर्ने है। त्यसलाई चाहिँ त्यही हो मेन त, यही त हो। अब मेन चाहिँ यसको स्वाद र फ्लेभरको लागि चाहिँ, टेस्ट अनि फ्लेभरको लागि चाहिँ सेलरी पत्ता एकदमै जरुरी हुन्छ। एकदमै धेरै मात्रामा सेलरी पत्ता हाल्नुपर्ने हुन्छ। अनि जिन्जर गार्लिकको पनि त्यति नै टेस्ट आउनुपर्ने हुन्छ है। यस्तो मजाले पाक्यो यसलाई। यसको लगभग पकाउने टाइम चाहिँ तपाईँको 2 घन्टादेखि 2.5 घन्टासम्म हुन्छ। त्यति बेर चाहिँ ननस्टप पकाउनु पर्ने हुन्छ ठिक मिडियम फ्लेममा। त्यस पछाडि आधी घन्टा जति चाहिँ लो फ्लेममा छोडिदिनु पर्छ, किनकि त्यसले कभर गर्छ। यो पाक्दै गएपछि चाहिँ जुन यो तेल र पाकेको ब्राउन भएको चाहिँ थाहा भएन, तेल र तपाईँको यो हामीले हालेको थियो अहिले सेजवान, जिन्जर गार्लिक हालेछौँ नि। यिनीहरू छुट्टिन्छ कि अलिअलि अलिअलि गरेर छुट्टिँदै बस्दिनँ। मजाले मिक्सिङ गरेर चाहिँ एकदमै गोल्ड तरिकाले सबै खानाहरूको टेस्ट मिठो निकाल्नको लागि चाहिँ अब हाम्रो चाइनिज खाना हो, साउथ इन्डियन हो, त्यसको लागि यो चाहिँ तपाईँको टेस्टिङ सल्ट है। एकदमै पातला हुन्छ यो अरबिक हो कि। हस् ल रेडी। अब यो नर्मली 1 देखि 1.5 घन्टासम्म राख्नुपर्छ, एकदमै लो फ्लेम। अब यहाँ मैले फाइनल्ली खोर्सानीको सस पनि लगाएको छु। पिरो भएर अब यो कम्तीमा पनि तपाईँको 1.5 घन्टादेखि 2 घन्टासम्म एकदमै लो फ्लेममा पाक्नुपर्छ। यसमा मैले अब ब्ल्याक पेपर हाल्दैछु है। ब्ल्याक पेपर हेर्नु न साथीहरु, ब्ल्याक पेपरले चाहिँ एकदमै मिठो टेस्ट दिन्छ है। यो सेजवानको लागि विशेष गरी चाहिने हो है।
अब नुन चाहिँ एकदमै यताको कडा हुन्छ नि त, अरबको नुन हो, एकदमै कडा हुन्छ। नुन चाहिँ यति मात्रै हाल्छु है, सल्टै। टोमेटो प्युरी हालेँ मैले, सल्ट हालेँ, फाइनलमा सल्ट हालेको हो मैले, सल्टहरू सबै हालेर लास्टमा। अब यसको प्रोसेसिङ लगभग हाल्ने कुरा भइसकेको छ, अब पाक्न मात्रै बाँकी छ। मैले भनेको थिएँ यो के भन्छ, तेल सर्लक्क छुटिन्छ क्या, तेल सर्लक्क छुटिन्छ, तल आल्सी तल बस्छ, तेल चाहिँ सर्लक्क छुटिन्छ क्या, त्यसले चाहिँ एकदमै राम्रो गर्छ। यस्तो भइसकेछ हाम्रो फाइनल्ली। अब चाहिँ पेस्ट, मेन कुरा हाम्रो हाल्ने बेला भएको छ रेड चिल्ली पेस्ट।